पहिला तपाईहरु राजेन्द्र लिन्देनको यो कुरा सुन्नुस्, त्यसपछि म केही कुराहरु राख्छु। अब अर्को जोडे पार्टी निस्केका छन् नयाँ भन्नेहरू, यिनीहरूले देश पायो भने के गर्छन् होला त? ल भन्नुहोस् त, कस्तो देश बनाउँछन् होला? के हो यिनीहरूको राजनीतिक दर्शन? तपाईं कुनै राजावादी होइन के? तपाईं त राजाको नाममा राजनीति गर्न आउनु भएको, राजाको एजेन्डा बोकेर तपाईले राजनीति गरिराख्नु भएको छ। यदि तपाईं साच्चीकै राजावादी भइदिएको भए झापामा किन एमालेसँग गठबन्धन गरेको, किन केपी ओलीसँग गठबन्धन गरेको? अहिले त अब बालेन्द्र रवि आए, अब त अहिले त हुन दिनेवाला छैनन्, किनभने तिमीहरूले दुई पटक तिमीहरूले चुनाव जित्यौ के? दुई पटक केपी शर्मा ओलीसँग गठबन्धन गरेर तिमीहरूले दुई पटक चुनाव जित्यौ। के गर्यौ? राजा ल्यायौ? ल्याएनौ नि त। त्यही भन्ने हामी राजावादी हो, जिन्दाबाद जिन्दाबाद भन्ने, अनि चुनाव आउँछ एमालेसँग गठबन्धन गर्ने, अनि जाने संसद भवन जाने, टक्क सरकारी नुन भात खाने, आउने। तिमीहरूको एजेन्डा त्यही थियो अहिलेसम्म। अब अहिले त रवि र बालेन आए, तिमीहरूलाई त एमाले भन्दा पनि बढी टेन्सन छ के तिमीहरूलाई त अहिले त।